यहाँको अवस्था यस्तो छ ल हेर्नुहोस्। नहर हेर्नु यस्तो, अब चाडपर्व आइसक्यो ल हेर्नु त्यहाँ फोहोरको डङ्गुर हेर्नुहोस्। यस्तो पनि हुन्छ विकास भनेको त अलि राम्रोसँग गर्नु पर्यो नि त। ल हेर्नु यस्तो छ ल हेर्नुहोस् सर, यही पानीमा मान्छेहरू नुहाउन जान्छन्, यस्तो पनि हुन्छ। त्यही कारणले रोग लाग्ने हो क्या हाम्रो शरीरमा। त्यही भएर सबैजना मिलेर नहरलाई सफा गरौँ, स्वच्छ वातावरण बनाऊ, सबै मिली हातेमालो गरौँ। जय छठ पर्व धेरै धेरै उत्सवका साथ मनाऊ। सबैजना दाजुभाइ तथा दिदीबहिनीहरू छठ पर्व तिहारको धेरै धेरै शुभकामना छ। सबैजना मिली छठ पर्व मनाउनु होला। यो फोहोरलाई चाहिँ चाँडोभन्दा चाँडो सङ्कलन गरेर राम्रो नहर बनाएर वरिपरिबाट पार लाएर सबको संरक्षण गरेर राख्नु होला। यति गऱ्यो भने पर्यटकहरू पनि घुम्न आउँछन्। अलि राम्रो बनाउनु पर्यो। मेरो भनाइमा चाहिँ यति छ। जेएनजीहरू अलि उठिरहनु भएको छ, यसलाई पनि अलिक पुनः मर्मत दिनु होला भन्ने मेरो आशा छ। हजुरहरूले गरेको काम पनि मलाई राम्रो लागेको छ। त्यही भएर हजुरको साथमा छु म। हजुरलाई केही पऱ्यो भने मलाई भन्नु होला, म सक्दो सहयोग गर्नेछु। अहिलेलाई चाहिँ म राखेँ है। हस्त, धन्यवाद।